यहाँनिर चाहिँ धेरै हजारौँ अलैँचीको बिरुवाहरू चाहिँ तयारी गरिएको रहेछ। यहाँ चाहिँ म पुगेको छु। यहाँ कहाँ लानु आँट्नु भयो र कहाँबाट ल्याउनु भयो उहाँलाई यो अलिकति अलैँचीको जानकारी पाउन। यो अलैँची कुन प्रजातिको हो भनेर भन्नुपर्ने हो। हजुर, यो अलैँची चाहिँ चिबे रामसाई हो। अनि यस्तै पुरानो पहिलेदेखि पनि यो यस्तै थियो, अहिले पनि यस्तै छ। र अरू चाहिँ नयाँ नयाँ प्रजातिको बिरुवाहरू लाउँछ, तर 5-7 वर्षमा मरेर रुँदै गरेको देखिन्छ। तर यो चाहिँ मर्दैन पनि, यसलाई खासै सिँचाइ पनि पर्दैन। यो जुनै ठाउँमा पनि जतिखेर पनि फलिबस्ने अलैँची हो। अनि यसको बिरुवाको दाम महँगो होला नि? यसको बिरुवाको दाम महँगो पर्दैन, यो सस्तैमा पाउँछ र जहीँ पनि पाउँछ। र लामो जति पनि पाइयो लामो समयसम्म टिक्ने बिरुवा। अनि यो पानी लगाइबस्नुपर्ने, मल लगाइबस्नुपर्ने, सोरी बस्नुपर्ने, छामी बस्नुपर्ने पर्दैन। यो लाएर समय समयमा फाँडफुँड गर्दाखेरि एकदमै राम्रोसँग हुन्छ, मजा गरी फल्छ। यो मेरै अनुमानमा पनि मैले देखेको पनि 30-40 वर्ष भयो। तर अब पहिले सिँचाइकै कुरा थिएन, पाइपै थिएन। हाम्रो यी कुवाबाट पानीहरू लिएर खाँदा नि यो अलैँची जतै हुन्थ्यो। सिँचाइ त भर्खर आएको, यो कुरा एकदम सही हो नि? एकदम सही हो। यो सिँचाइ भर्खर आएको, मान्छेले रहरले भिजाइँदै गरेको। अहिले यो रहरले मात्रै पाइपको खर्च हो, नभए ओसिलो ठाउँमा यो आफै भइराखेको चिज हो नि। यसलाई परेन, सिँचाइ केही परेन, ड्याम लगेर रोप्दाखेरि हुन्छ। र एकदमै लामो समयसम्म टिक्ने यो पुस्ता। यो बाजेले रोपेको अलैँची हो, बाउको पालामा पनि थियो र अहिले हाम्रो पालामा पनि छ। यो हामी आफैले पनि देखेको कुरा हो। अहिले यो खरघारीतिर नै यो अलैँचीलाई रोप्न थालेको छ। तर त्यहाँ चाहिँ महिनामा 1चोटि 2चोटिसम्म चाहिँ स्प्रिङ्कलरले भिजाउँदा चाहिँ खरघारीतिर पनि हुन्छ। र यो चाहिँ नि बेच्नु आँट्नु भएको कि किनेर ल्याउनु भएको?